हेलो गुड मर्निङ एभ्रिवान। गुड मर्निङ पनि के भन्ने 1 बजे भए पनि मर्निङ भन्दै मेरो लागि चाहिँ मर्निङ हो, किनभने म भर्खरै उठेको हो नि त। किनभने राति लेट नाइट जिम गइन्छ क्या, राति लेट नाइट जिमहरू गइन्छ। प्लस अब जिमबाट आउँदा ओर्दा खाना बनाएर खाँदा ओर्दा ढिलो हुन्छ जहिले पनि। सो गाइज मध्याहको 1 बज्यो। अब यहाँबाट मजदुरी गर्न लाग्यो हो। गाडी तातेर बस्न नसक्ने भएको छ फर स्योर। गाइस कुल्ली काम गर्न गयो। मेरो गाडीभित्र सानसानो घर जस्तो पनि छ। यहाँ जुत्ता सुत्ता टिसु सिसु के छ यहाँ पछाडि। पहिला त म अझै धेरै बोकेर हिँड्थेँ, अहिले चाहिँ मैले छोडेको। सो लेट्स गेट इनसाइड गाइज। हिजो यति लामो भिडियो बनाएको थिएँ कि माटोक्ने कस्तो लोद्धर लागेछ। हुन चाहिँ के भएछ भने त्यो इन्स्टा 360बाट भिडियो बनाएको थिएँ। हिजो गाडीहरू टेस्ट ड्राइभ गरियो नि त, 2-4वटा गाडी टेस्ट ड्राइभ गरियो। अनि भिडियो हाल्नु पर्यो भनेर पुरा हिन्दीमा भाइलोग भन्दै बनाएको। हिन्दीमा बनाएको भाइलोग त गइहालेछ नि, किनभने त मान्छे पनि इन्डियाकै थियो। अब इन्डियन मान्छेसँग होइन फर्सीहरू नेपाली त बोल्ने कुरा भएन, उसले नेपाली पनि बुझ्दैन। अनि इजिप्सियन थियो, त्यसलाई चाहिँ हल्का इङ्ग्लिसमा आए पनि नआए पनि जबरजस्ती हानिरहेको थियो। तर भिडियो डिलिट भएछ, के गर्ने होला त, भिडियो डिलिट भएर तनाबो। But and then again, I'm back to another video guys. Welcome to my vlog. यस्तो जोस आउँछ हैन। अनि फेरि भोलिपल्ट भ्लग बनाउने भिडियो बनाउने त्यो दिमागबाट हट्छ। इन्स्टाग्राममा पनि बनाउन चाहिँ बनाएको हैन, टन्नै नै बनाएको मैले इन्स्टाग्राममा पनि कमेडीहरूदेखि लिएर। तर इन्स्टाग्राममा चाहिँ अब मोस्टली अब यो युएमा चाहिँ बाहिरको मान्छेहरूले धेरै चलाउँछ क्या इन्स्टाग्राम। सो साथीहरू पनि धेरै कनेक्ट छ नि त, डिफ्रेन्ट नेसनालिटिजहरू। सो सबैले बुझोस् भनेर त्यो तरिकाले हालेको। बट युट्युबमा चाहिँ आई थिङ्क आई सुड स्टार्ट सम होइन ऱ्यान्डम सिड्स। अब यही नै भनेर चाहिँ भन्दिनँ, तर हेरौँ अब यो भिडियो भरे बेलुका हालिन्छ कि हालिँदैन भन्ने कुरा हालेपछि मात्र थाहा हुन्छ। किनभने म यहाँबाट भ्लग बनाउँछु भनेर जान्छु, त्यहाँ अब एउटा सबको टेन्सन, अर्कोको टेन्सन होइन, स्टाफले के भन्छ के को टेन्सन भइरहेको हुन्छ। सो यार बबाल इमिरेट्सको प्लेन आयो ठ्याक्कै, एज यु क्यान सी गाइज। एयरपोर्ट चाहिँ छेउमा छ क्या मेरो रुमदेखि, इमिरेट्सको फ्लाइट आइरहेछ। सो म बस्ने एरिया पनि यो हो, एकदमै राम्रो छ, भिलै मेन्सन भएको एरिया हो। अनि यो ठाउँदेखि अगाडि चाहिँ यसलाई चाहिँ मुस्त्री पार्क अगाडि पर्छ मेरो यो रुमदेखि चाहिँ। रुमै हो, फ्ल्याट होइन, एउटा एट्याच वासरुम भएको दाजुभाइ बस्छु। आई थिङ्क वी निड टु इन्भेस्ट मोर अन बिजनेस नै होइन, जुन कुराले चाहिँ तपाईँलाई पैसै दिँदैन त्यसमा इन्भेस्ट गरेर काम पनि छैन। अहिले फ्ल्याट लिएर इन्जोय गर्नु हो ठिक छ होइन, एक दिनको लाइफ इन्जोय गर्नुपर्छ। बट एन्ड देन वी निड टु बी किप इन माइन्ड कि यो अर्काको देश हो होइन। सो अहिलेलाई सेभ गरेर बरु नेपालमै 40 कटेपछि रमाउला भन्ने खालको मान्छेमा पर्छु म चाहिँ। अनि ल गाइज अब यहाँबाट म जान्छु हुक। अनि फेरि दाइले हल्का डाइट फलो गरिरहेछ आजकल, गाह्रो छ जे पाए खाइँदैन। सो अब डाइटहरू पनि एकदम सुज गरेर खानुपर्ने बेला भएको छ। एनिवे गाइज म निक्लिन्छु अब यहाँबाट। म बस्ने घर चाहिँ यो हो। सो इन्भाइरोमेन्ट बवाल छ क्या यहाँनिर चाहिँ। अब लोकलहरू होइन, खतरा लोकलहरू बस्छ। त्यही हो, जस्ट लिभिङ अ सिम्पल लाइफ होइन। टार्गेट त्यस्तो खतरै बवालै धनी भन्ने त्यो पनि छैन मेरो चाहिँ। जस नेपालमा बस्दाखेरि खर्च गर्दाखेरि पैसा पुगोस् होइन, बिरामी हुँदा जस 8-10 लाख पैसामा माग्नु नपरोस्। एन्ड देन त्यही हो यार, एउटा सानो गाडी लिने, घर त छँदैछ अलरेडी। शान्ति हुनु पऱ्यो, मनमा शान्ति हुनु पऱ्यो होइन, दिमागमा पनि शान्ति हुनु पऱ्यो, घर परिवार सबैजना सन्चै हुनु पऱ्यो। त्यो चाहिँ म्याटर गर्छ जस्तो लाग्छ मलाई। अब भ्लगमा म जे पनि भन्न सक्छु होइन, तर म जे रियल हो त्यही त भन्ने हो नि मैले भ्लगमा होइन। आफूसँग नभएको कुरा, आफूले गर्दै नगरेको कुरा त मैले भन्ने कुरा त भएन। सो गाइस अब हुकमा गएर म देखाउँछु आज भाइले अन्डा खान दिन्छ कि भनेर। यहाँबाट म जान्छु। भाइले 2टा अन्डाको पनि 20 दिराम लिएर चार्ज गर्छ र पो, किनभने क्याफे हो नि त, कस्टली त हुन्छ, तर आफै हुँदा त अलिकति डिस्काउन्ट त चाहियो नि त होइन। 50% ओनरसिप डिस्काउन्ट, दिस एन्ड द्याट भन्ने कुरा हो। ल गाइस हुकमा भेटौँ है त। यो भिडियो चाहिँ म हल्का टिकटकमा पनि हाल्छु, मेरो युट्युबको लिङ्क पनि हालिदिन्छु, केही गर्नु पर्दैन।
हेर्नुपर्छ, तपाईँले सब्सक्राइब गर्नुपर्छ भन्ने पनि छैन। इफ यु लाइक माई भिडियोज तपाईँले हेर्न सक्नुहुनेछ। मेरो भिडियो मनपर्छ भने, मन पर्दैन भने पनि तपाईँको इच्छा। लाइक गर्नु यो गर्नु त म भन्दिनँ है त। ल यति भन्दै लाल चलान के भन्छ, जय नेपाल। लाल चलान त पर्सन्टै बोला त, जय नेपाल भन्न चाहेँ मैले। ल सो गाइस म आइसकेँ विपिन भाइको सपमा। विपिन भाइको हाम्रो भनौँ न, भाइको पनि मेरो त हो नि। सो सप चाहिँ यहाँ छ। एरिया पनि राम्रो छ। हाउस अफ ग्लाम्स यो ब्युटी सेन्टर भयो। मोस्टली लोकलहरू आउँछ। यहाँनिर हाउस अफ पिलाटिस छ। यहाँ त्यहाँ के हो यो के को यो साइक्रिस्टी के को दोकान छ त्यहाँनिर। यो हुक स्पेसालिटी कफी। एन्ड दिस इज माई आउटफिट फर द डे गाइज। दिस इज माई आउटफिट फर द डे। यस्तो देखिन्छु म अहिले हालसालै चाहिँ। भित्र जाउँ। What is Bipin? Really? Just now, 5 minutes ago. Hi. You came video. What is your name? Matt. Matt from Philippines. So he's handling over all the shop. के छ बहिनी? तिमीलाई मैले भिडियोमा हालेँ आज। अब हाम्रो राम्री बहिनी भर्खरै आएको नेपालबाट, झापा कुण्डबाट बहिनी। बेतामोडबाट आएको। काम 1 महिना खाऊ माम खाएकै भिडियो बनाइदिन्छु। गाइस म अन्डा खाना चाहिँ स्पेनीतिरै जानुपर्छ जस्तो छ। यहाँ भाइ रहेन रहेछ। सो आई थिङ्क हामी जानुपर्छ स्पेनी। ठिकै छ अब स्पेनीतिर जाऊँ। एन्ड देन हामी त्यहाँनिर खान्छौँ ब्रेकफास्ट। टक्क मिल फर्स्ट मिल के खान्छौँ भन्ने त्यहाँ देखाउँछु। त्यस पछाडि हामी अब कोड जान्छौँ। कोड क्याफेमा गएर त्यहाँनिर आएपछि केटाहरूलाई गाइड गर्नुपर्ने छ। ढिला नगरिकन जाउँ ल। सो गाइज मैले चाहिँ भिडियो बनाउन बिर्सेछु होइन। सो मैले के खाइरहेको छु भन्दा मेरो फर्स्ट मिल चाहिँ राइस छ। यहाँ भेजिटेबलहरू छ। राइस भेजिटेबल कोपी छ। अनि यहाँ के छ बोडीहरू छ भेजिटेबलमा। 100 ग्राम अफ राइस। अनि यहाँ छ चिकन है। यो चाहिँ लाइक रोस्टेड चिकन हो। सो यो लिइरहेको छु मैले रोस्टेड चिकन। एज यु क्यान सी हियर यो लिइरहेको छु। सो यो चाहिँ मेरो फर्स्ट मिल हो। सो यस पछाडि म कोड जान्छु क्याफेमा। हल्का कामसाम सघाएर केटाहरूलाई हल्का के गर्नुपर्ने सबै कुरा स्टक गरेर चाहिँ एन्ड देन विल ह्याभ अ सेकेन्ड मिल। त्यसमा चाहिँ मेरो ओट्स बनाना अनि फिक्स नै हुन्छ मेरो मिलहरू। त्यस्तो यताउता केही पनि हुँदैन। ओट्स र बनाना हुन्छ। अनि त्यो खाइसके पछाडि थर्ड मिल खाने अनि जिम जाने होइन। त्यो सेकेन्ड खाएर चाहिँ जिम जाने एन्ड थर्ड मिल। म दिनमा अहिले 3टा मात्र मिल लिइरहेको छु। त्यो धेरै पछाडि त्यो डाइटमा ब्याक टु डाइट आएर होला त्यस्तो अप्ठ्यारो हुन्छ नि। अप्ठ्यारो फिल भइरहेको छ क्या पेटलाई पनि। सो त्यही हो गाइज आई विल किप यु अपडेटेड। यो चाहिँ स्पिनी हो। एज यु क्यान सी बवाल सुपर मार्केट छ। यहाँ अलमोस्ट सबै कुरा पाउँछ। मान्छेहरू मोस्टली यहीँनिर आएर खान्छ क्या सबै मोस्टली। किनभने राम्रो अब फ्रेस पकाउँछ भनौँ न। उसले जे भयो त्यही खानु पाउँछ। त्यही भएर मोस्टली मान्छेहरू चाहिँ यहाँ आउँछ क्या। अनि यो पछाडि बसेको ठाउँहरू पोलो रेसिडेन्टहरू भन्छ। एकदम बवाल छ ठाउँ चाहिँ। लाइक मिलिनियरहरू बस्ने ठाउँ हो यो भनौँ न। गाइज धरो खाइयो फुल्दा सिमसिम खालियो गाइज। अब लाग्यो हामी। त्यो अब चाहिँ यहाँबाट चाहिँ कोड जान्छु म। चाबी गाडीमै छ। ठाउँ एकदम राम्रो छ यो। यहाँ त वरिपरि फ्लावर सपहरू छ होइन। स्पेन एकदम ठुलो छ। मोस्टली मान्छेहरू बबालै आउँछ क्या यहाँनिर। यहाँ एक्सचेन्जहरू छ। यहाँनिर सुपर केयर फार्मेसीहरू छ। प्लस यो बाहिरको भाइब चाहिँ बबालै छ क्या। बाहिरको लाइक अलग लेभलको छ भनौँ न। जस्तै गाडीहरू पनि अब निसान पेट्रोल नयाँ होइन 2026 ऱ्याम फोर्डहरू भयो होइन। मर्सिडिजहरू भयो। यो पुरै देखिएको चाहिँ यो पोलो रेसिडेन्सहरू हो क्या। यहाँ चाहिँ मोस्टली युरोपको मान्छेहरू मोस्टली युरोपको भन्दा पनि मोस्टली युकेको मान्छेहरू मिक्स बस्छ। तर मोस्टली चाहिँ आई थिङ्क युकेको मान्छेहरू बस्छ होला यहाँनिर। यहाँ छ मेरो बिग्रेको घोडा। यसले मलाई दुःख दिनु दिएको छ। हेर्दा राम्रो छ तर होइन चलाउन पनि बवालै छ। एउटा मान्छेको नजरमा BMW कुदायो भन्ने चाहिँ हुन्छ। तर तेल
बवाल खान्छ क्या तेल तेल म तेल नै नसकेर गाडी अर्को हेर्न गएको खास गरी लेस चाहिँ मैले हिजो हालेको तेल होइन अब कति माइलेज छ देखाउँछु ल कति बाँकी छ अब 174 अब फुल माइलले दिने रेन्ज भनेको 500 किलोमिटर हो अनि यो फुल हुनलाई 150 140 त्यस्तै आउँछ बिल हो अब 150 को तेल एभ्री डे हाल्यो भने त महिनाको 4500 त म त 4500 दिराम है फेरि नेपाली होइन 1580 चाहिँ 4580 चाहिँ पेट्रोलमा हालेर सकिने भयो मेरो त अनि त्यही भएर मैले इलेक्ट्रिक गाडी लिन खोजेको किनभने म चाहिँ केमा बिलिभ गर्छु आजकल भने मैले पैसा पहिल्यैदेखि धेरै सकेँ हो सो अहिले चाहिँ म केमा बिलिभ गर्छु भने पैसा इभन 1500 नै कमाइयोस् 2000 कमाइयोस् तर निड टु सेभ मनी क्या होइन एटलिस्ट 500 मात्र पनि सेभ गऱ्यो भने हो एक महिनामा केही नहोला तर ओभरअल होइन 2-3 वर्ष पछाडि घर जाँदाखेरि तपाईँलाई भ्याकेसन जाने पैसा चाहिँ इनफ त्यही पैसाबाट हुन्छ क्या तपाईँलाई टिकट सिकट गर्ने आउने जाने उहाँ बस्ने खाने नेपालमा त्यस्तो खर्च छैन नि त नेपालमा पनि मैले गाडी 15 दिन जति लिएर कुदाएँ होला रेन्ट चाहिँ मैले महँगै तिरेँ किनभने BYD डल्फिन थियो रेन्ट चाहिँ मैले आई थिङ्क मोर देन 80,000 80,000 नेपाली चाहिँ मैले रेन्ट तिरेर कुदाएँ BYD डल्फिन किपको कार रेन्टलबाट एकदम राम्रो मान्छेहरू एकदम एसेस गर्ने होइन दामी लाग्यो मलाई मान्छेहरू पनि गाडीहरू पनि साट दिने पनि सो किपको कार रेन्टलबाट मैले लिएको थिएँ गाडी चाहिँ आई थिङ्क 80,000 जति तिरेँ होला मैले 15 दिनको त्यो दिनको 1500 हो अब हिसाब गर्नु होइन मलाई त्यति साह्रो म्याथ आउँदैन 15 मल्टिप्लाई बाई 6.5 गर्दा कति हुन्छ त्यति नै हो अनि 15 दिनभरिको चार्ज चाहिँ मैले नेपाली लगभग 4 देखि 5,000 मात्र लगाएँ होला हो भनेको एइडीमा अब दिराममा भन्नुपर्दा त्यही 200 दिराम धेरैमा त्यति चाहिँ मैले चार्ज लगाएँ क्या अब अरू सिनारीमा त अरू केसमा त छैन यहाँ यस्तो त दुबईमा त त्यस्तो छैन नि त इभन चार्जै लाउँदा पनि चार्जैवाला गाडी किन्दा पनि फुल चार्ज गरेको आई थिङ्क 50 दिराम त उठ्छ होला सो नेपाल कति बवाल छ क्या नेपालमा इलेक्ट्रिसिटी एकदमै चिप छ अब अलिकति नेपालको गभर्मेन्टले सपोर्टहरू गरेर मजाले गर्ने हो भने नेपाल पनि केही हुन्छ भन्ने चाहिँ मलाई लाग्छ है त्यही हो गाइज हाम्रो एउटा सप छ यहाँनिर यो अगाडि देखिँदैछ नि यो अगाडि देखिएको अघि म यो सपमा जुन सपमा थिएँ खाजा खाना भनेर गएको त्यो सपको बिल्डिङ चाहिँ यो बिल्डिङ हो अनि अब यो अगाडिको जुन यो होटल देखेको छ यसलाई भन्छ मैदान होटल ग्रान्ड स्ट्यान्ड भन्छ यहाँनिर बिङ्गातीको ठुल्ठुलो इभेन्टहरूदेखि लिएर धेरै कुरा हुन्छ यहाँनिर यो ठाउँ पनि एकदम बवाल छ जस भिआइपी एरियामै पर्छ क्या यो एरिया पनि सो त्यही हो गाइज म कोर्टतिर लागेँ भिडियो लामो हुन्छ होला यार पहिले भिडियो 15 मिनटको भन्दा धेरमा हालौँ भनेको बट एनिवे सबै इन्ट्रोडक्सनहरू पनि मजाले हुन्छ भनेर हो सो गाइज आल सी यु इन कोर्ट क्याफे है त ल सो अलराइट गाइज ब्याक टु द भिडियो हामी चाहिँ कोर्टमा आइसकेको छौँ कोर्ट क्याफेमा यो चाहिँ मेरो कफी सप यो हो आजभन्दा हामीले विगत यो 6 महिना अगाडि खोलेको कफी सप हो यो एन्ड ओभरअल त्यही हो वार भयो वार पछाडि सिचुएसन अलिक नराम्रो भयो बाइ द वे यता यो इतिहादको अहिले नयाँ यो रेल बनाएको ठाउँ चाहिँ यहीँ हो यो इतिहादको नयाँ रेल बनाएको ठाउँ छ नि यो आबुधाबीदेखि फुजेर जाने सो यही बाटो हुँदै जाने हो यो दुबईको अन्तिममा पर्छ यसको पछाडि हेर्ने हो भने आउटलेट मल छ यसको अगाडि छ कोर्ट क्याफे सो यहाँनिर केटाहरू पनि सबै नेपाली नै छ भनौँ न यहाँ केटाहरू पनि लेट्स गो इनसाइड यो चाहिँ हो कफी सप यो हो मेसिन सेन रेमोको छ हामीसँग एभाइलेबल बिन्सहरू पनि छ ब्राजिल इथियोपिया गुची गाइज हाउ आर यु गाइज Where is Dipesh? Hi Dipesh, how are you? I'm good. Say again, like, subscribe, comment, subscribe, comment, share to everything. So what you are making now? Making the brownie. So guys, all the pastries and everything we made it over here. So यो सबै पेस्ट्रिजहरू चाहिँ हामीले यहाँ भित्रै बनाउने हो मार्बल लेमन पाउन्ड सेन्सिभर्सन यो सबै कुकिजहरूदेखि लिएर क्रसन चाहिँ ल्याउने हो बाहिरबाट यो फिनान्सियरहरू सबै यहीँ बनाउने हो अनि यो छ हाम्रो मेन्यु त्यस्तो खासै महँगो छैन यहाँको मेन्युहरू एकदम सस्तै छ
गोकुल भाइ हाम्रो न्यू ट्रेनी छ भाइले पनि हान्दैछ काम डम्की ड्याम सो अहिलेको फेमस डट्टी एस्प्रेसो बगल गइरहेको छ प्रकाश हाउ आर यु कस्तो लागिरहेछ नेपालीबाट सोधे ल अहिलेलाई कस्तो गइरहेछ बबल गइरहेछ कस्तो भएर छुट्टी कस्तो भयो 2 दिन कहाँ गयो छुट्टीमा ए दारु पानी खाएर बस्यौ मस्त खाएर बस्यौ है कस्तो नलजाइकन भन्छ अँ दाइ खायो भन्छ इन्जोय त गर्नु पर्यो नि छुट्टीमा होइन पऱ्यो नि काम पनि हान्नु पर्यो होइन सबै बनाउनु पर्छ के बनाउँछ हामी यहाँ भन्दै भाइ स्मल बाइटदेखि सब केकहरू चिज केक भयो ब्राउनी भयो स्मल बाइट भयो तिमी आउँदा 6 महिना अगाडि आउँदा तिमीलाई के आउँथ्यो भन्थ्यौ नि भन अलिकति भन न अलिकति म चाहिँ फेरि यो कफी सप लाइनमा चाहिँ फेरि एकदम जिरो लेभल थियो आएर दुःख पाएको नि भन्दै अलिअलि त छोड्दिनँ पुलिस देख्दाखेरि लुक्दा पर्थ्यो पुलिस देख्दै लुक्नु पर्थ्यो त्यस पछाडि दाइसँग भेट भयो होइन पछाडि क्याफे खोलियो पनि फेरि बन्द पनि गरियो सार्चाको होइन 5 महिना बसाइ हुँदा नि सेलरी त पायो नि 5 महिना खायो बस्यो होइन काम बिना तर अहिले ठिक छ नि होइन एभ्रिथिङ इज गुड अब अर्को ब्रान्च पनि खोल्दैछ बवाल गर्छौँ है योभन्दा खतरा सिक्नै बाँकी छ अहिले के बनाउने ब्राउनी बनाउनु लाग्यो यो चाहिँ ब्राउनीको ब्याकअपहरू भयो होइन यो चाहिँ अब सुगर र एगको पुरा मिक्सिङ हो यतातिर भनेको फ्लावरहरू भयो चक्लेटहरूको भयो यो सबै मिक्स गरेर हामी चाहिँ होइन मिक्स गरेर ट्याक्क यहाँनिर हालेपछि ब्राउनी रेडी ल ठिक छ ल गोकुल भाइको बारेमा मैले भनिनँ भाइले हिजै भनिसक्यो के गर्छ यहाँ भनेर तर पनि भाइलाई पनि सोध्नु न भाइ तिमीलाई 1 हप्तामा चाहिँ कस्तो लागिरहेछ त एक्सपिरियन्स तिमी केमा थियौ अरे पहिला तलबा सुपर मार्केटमा हो एज अ केमा काम गर्थ्यौ पिकर भनेको सामानहरू यताउता गर्नु पर्ने अनलाइन हो रेडी गरिदिनु पर्ने सामानहरू अनलाइन आएको सामानहरू ओके त्यो गर्दो रहेछ अहिले 1 हप्ता कति भयो तिमी यहाँ उयो गरेको 9 दिन भयो 9 दिनमा ओभरअल कफीहरू बनाइरहेछौ नि ठिक छ नि सबै होइन अब बबाल सेलरी खानुपर्छ है त यो सकेपछि अहिले ल यो त हाम्रो दिपेश भाइ उता खतरा भइहाल्यो उता मसँग एससिएम देखिएछ जसले मलाई हेर्छ भाइलाई चाहिँ देखिरहेको होला किनभने अगाडि मसँग यो भाइ चाहिँ 3 वर्ष नै भयो होला है सँगै छ 3 वर्ष 2 वर्ष हो 2 वर्ष सँगै छ जस पहिलाको म क्याफेमा म्यानेजर हुँदा पनि ऊ चाहिँ मसँगै थियो सो उसलाई त्यहाँदेखि अहिले मैले छोडेकै छुइनँ अब ग्रो नहुन्जेलसम्म नछोडौँ भन्ने मेरो कुरा हो अनि ठिकै आशा होइन आशा होइन त्यसलाई म हेर फेरि मसँग बढ्ने मान्छेलाई म निराशा चाहिँ बनाउँदिनँ है अहिले अब टाइम कहिले काहीँ नहुनसक्छ होइन हामी कस्तो टाइमबाट गुज्रेको छ थाहा छ नि होइन तर त्यो हेरिकन त अहिले त्यस्तो छैन नि त होइन सो नराम्रोमा पनि म साथ नै छु अब राम्रोमा त म खर्चेर भइहाल्छु होइन देयर इज नो डाउट आज सेल्स चाहिँ के कति भएछ त्यो पनि हेरौँ लाइफको जस्तो सेल्स पनि तलमाथि भइरहेको हुन्छ ल ठिक छ ल केटाहरूले बनाउँदैछ गाई सो यो चाहिँ हो मेरो सप मैले टुर हनाइहालेँ मेरो नभनौँ हाम्रो हो यो सप है हामी सबैजनाको हो सो कन्सेप्ट चाहिँ यो हो कोट क्याफे भने क्याफे अन ड्राइभ हो कफी सपको नाम चाहिँ प्लेट नम्बरहरू बवाल भइहाल्यो यो भयो यता वासरुम बन्द रहेछ नत्र पनि देखाइन्थेँ टक्क लाएर लाइट पनि बालौँ ल त्यही हो गाइज काम पनि छैन के पनि छैन भने जस्तो बेरोजगार छु म गाइज अब यसलाई रोजगारमा कसरी लाउन सकिन्छ भनेर म फाइन्ड आउट गर्दैछु सो गाइज भर्खरै चाहिँ एउटा नेपाली बहिनीले चाहिँ भिडियो हेरेको रहेछ मैले हालेको थिएँ क्या मलाई के अरे कफी सपहरूको स्पोर्ट चाहिँ चाहिरहेको छ भनेर सो उसले चाहिँ एउटा ठाउँ भेटाएको रहेछ आई डोन्ट नो हर एक्चुअली होइन मैले मेरो कम्पनीको मोबाइलमा उसले कन्ट्याक्ट गरेको रहेछ अनि त्यो ठाउँ हेर्न चाहिँ म जाँदैछु कफी सपमा आएको मात्रै थियो होइन ठ्याक्कै जानुपर्ने भयो क्या सो आइ एम गोइङ देयर राइट नाउ सो लेट्स सी कस्तो डिल गर्न सकिन्छ प्लस कस्तो रहेछ एक्चुअली होटल हेरौँ न त अनि हतार मैले भिडियो पनि बनाउन पाइनँ क्या त्यो कलहरू आएको यताउता होइन बट आइ एम गोइङ देयर लेट्स होप फर द बेस्ट सो गाइस यो रहेछ ठाउँ चाहिँ
bigger exhaust. You can put a punch and take it out. Also, yeah, we can put the exhaust over here. Yeah, I have put it there. This normal exhaust, what our engineer has done as per coffee shop. Because coffee shop only heating. Yeah. Not that much heavy item, but light items. You can punch it. Yeah, we can do it. Jewel Creek. You know Jewel of Creek? Yeah, Jewel of This is Creek. the jewel. This is the Jewel of Creek, right? And I want somebody to take this for evening parties. For the evening parties. Yeah, evening parties, exclusively with them, family party. Because 7 o'clock you are swimming pool closed. They can use for party. If you are doing So it, this is the then creek fine. size. We'll have a separate deal, no problem. We can operate for sure. Yeah. This is the creek. So this is the area. Here is we have Port Said. This all are the government office. This is Dubai Islamic Bank. Here is the mosque, and this is the hotel. This is the hotel. This will be the shop. This is Creek Hotel. This is the Creek Hotel, and this will be the space. It's already fully equipped. No need to do anything. We can just run it as it is. And this can be a bar. Also they have like lot of stuff. We can make breakfast whatever we like here. We can serve to the customer. So in this hotel, total 250 room are there in this hotel. And there is only one, this will be only the shop that we can start. So guys, deal चाहिँ राम्रै हो, होटलहरू पनि बबालै हो. 240 वटा रुमहरू रहेछ. अनि बुढोले गाडी साडी पनि देखायो, रोल्स रोयस रहेछ बुढोको. युएसए मा 3-4 वटा होटलहरू पनि रहेछ. मान्छे राम्रै हो, हेरौँ अब कस्तो डिल दिन्छ. उसले मलाई एग्रिमेन्टहरू पठाएको छ. देन वी क्यान मुभ फरवर्ड. अहिले फिलहालै चाहिँ केही भन्न सकिएन. सो गाइज पार्किङ चाहिँ गलत ठाउँमा हाले जस्तो छ है. पार्किङ चाहिँ यो पार्किङ त होइन भन्नुभयो दाइले. तर राम्रो कुरा चाहिँ के हो भने जहाँ पनि नेपालीहरू नै भने क्या यताउता गर्नलाई चाहिँ पार्किङ यहीँ हाले जस्तो लाग्छ. गाडी अर्काको ठाउँमा हाल्यो भने फेरि बाँच्नुपर्छ जहिले. मेन चाहिँ इन्डियनसँग झगडा पर्छ क्या मेरो. अस्ति नै पनि एक ठाउँमा यहाँ छ गाडी मेरो. अस्ति पनि यहाँ छ गाडी निलो गाडी. अस्ति नै पनि यस्तै पार्क गरेको थिएँ. एउटा जावेली इन्स्टिट्युटमा पढ्थेँ म. पार्क गरेको थिएँ. अब गल्तीले पार्क गरियो. आएर त पुरा न्यु खोज्ने हो के भन्ने. मेरो पालो मैले पनि थर्काइदिएँ. हिरो हुन्छ बाबा, सरी बाबा, सरी मैले गलत पार्क गरेँ, माफी गरिदियो बाबा भनेर नमस्कार खुट्टै ढोल्न आँटिसकेँ. बोलेको छ मेरो पालो. मैले पनि डर थर्काइदिएँ. डु वाट एभर यु वान्ट, इफ यु वान्ट टु कल द पुलिस नो प्रब्लम भन्ने पनि त्यति भन्ने पछाडि त्यसको पनि चुमुक्क भयो. सो गाइज ठिकै छ. अब यहाँबाट फेरि कफी सबै जानुपर्ने हुन्छ. हाम्रो अर्को मिल पनि रेडी छ आज. आजको दिन राम्रै भयो. मान्छे भेट्नु पनि ठुलो कुरा हो क्या होइन त. यस वान अफ द मिलिनियर भेटाइयो आज. सो आज यहाँबाट लेट्स मुभ फ्रम हियर गाइज. ल थ्याङ्क यू फर वाचिङ गाइज. अब सपमा गएर अब डाइरेक्ट म अर्को मिल देखाउँछु है त. ओट मिल खाएको देखाउँछु भिडियो. देन जिम स्लिप द्याट्स इट. थ्याङ्क यू फर टुडे गाइज. गाइज म चाहिँ के खाँदैछु भनेर भन्नुपर्दा सेकेन्ड मिल अफ डे हो मेरो. यो मसल ब्लेजको वे प्रोटिन अनि ओट्स छ, कुकिज रहेछ. अब यो खाएर अनि फाइनली विल गो टु द जिम गाइज. यस्तो खानै पनि बिर्सिरहेको क्या. देखाउँछु भन्दै थिएँ के सुरुमा बिर्सेछ. त्यो नेपालको बाढी आएको फ्लडको त्यो भिडियोहरू हाल्दै थिएँ क्या. अनेस्टली भन्नुपर्दा चाहिँ फर्किन हौ यसरी यार. उल्टो पाल्टो हुँदो रहेछ यार. भिडियो भएर काटेर हाल्नुपर्ने भयो. सो अब अहिले हाल्ने भनेको मैले ओट्स नर्मल्ली मैले खाने भनेको 80 ग्राम हो एज पर माई डाइट. 60, 70, 80, 77 भइहाल्यो ल. अनि 1 स्कुप वे प्रोटिन हो.
हाल्ने भिडियोमा नदेखिन सक्छ तर हाल्ने चाहिँ यही हो है त हाल्ने भनेको 1 स्कुप वे प्रोटिन 1 स्कुप 1.5 स्कुप भनौँ न 1.5 स्कुप वे प्रोटिन अनि यहाँ म बनाना म्यास गरेर हाल्छु है एकैछिन है सो मेरो यो मिल रेडी भयो जहाँ चाहिँ 52 ग्राम अफ प्रोटिन फ्याट्स छ होला यसमा लगभग 15-16 ग्राम अफ फ्याट्स अनि कार्ब्स पनि खै मिलाएर छ यसमा होइन तर वाट आई काउन्ट इज क्यालोरिज होइन हाई प्रोटिन छ 56 ग्राम अफ प्रोटिन छ प्लस यसमा अब क्यालोरिज भनेको 650 क्यालोरिज छ यसमा एक्ज्याक्टली नभनौँ अलिअलि 5-10 यताउता होला त्यो छ अब हामी यो खाइसकेर चाहिँ हामी जिम जान्छौँ सो टुडे वी गोना हिट लेग डे सो गाइड लेट्स इट दिस वान एन्ड त्यही त हो लेग डेको दिन हल्का बजाउनु पऱ्यो नि त मजाले सो यो खाएर हामी जान्छौँ लेग डे हान्नलाई जिममा भेटौँ ल बाई बाई गाइज म फाइनल्ली जिममा आइपुगेँ हाम्रो हुनुहुन्छ यहाँ विपिन कोच उहाँले सिकाउनुहुन्छ चेस्ट फ्लाइ चेस्ट है यता वर्षा ओसेली यता ओसेली आज चेस्ट डे रहेछ है गाइजहरूको मेरो चाहिँ लेग हो सिकाइहाल्छु छिटो आउने मेरो चाहिँ लेग हो है लेग है मैले ठ्याक्कै अपोजिट कसले सिकाउँछ हामीले कोच यहाँ देखियो म आफै हानिहाल्छु नि यार भन्नु नभएको छ यहाँ ल अब म चाहिँ लेग हान्छु केटाहरू चेस्ट हान्छ ल सी यु आफ्टर लेग है त भाइ सो जिममा चाहिँ पुरै गाइजहरू आइसकेको रहेछ एनिवे हामी पनि हतार हतार फटाफट फेरेर लाग्छौँ अहिले मेरो बडी कन्डिसन हेर्ने है केटाहरू केटाकेटीहरू छक्कै पर्छ मलाई बडी कन्डिसन देखाउने हो भने चाहिँ यस्तो नदेखिए जस्तो भयो यार कसरी देखाउने होला एउटा ट्राइपोड किन्ने बेला हो बट एनिवे सो यो छ अहिलेको बडी कन्डिसन केटाहरू अझै बाँकी छ मनोविक त हुँदैछ 1 हप्ता हो आएको म खासै चेन्ज छैन यति नै छ स्टिल मच मोर टु लुज भन्नु पऱ्यो अहिलेलाई अब 1 महिनामा चाहिँ अलिक देखिन थाल्छ है र अहिले चाहिँ यो हेर्दै चित्त बुझाइयो लगाइ सेटमा मिलाउँ है त ड्याम कि ड्याम No risk. That's fine. लगाइ यहाँनिर चाहिँ जसो तसो अड्काएर ट्राइपोड केही पनि थिएन मसँग क्यामेराहरू पनि छ डिजिआईहरू तर यत्तिकै हामीले चाहिँ लेम्किलेम आफ्नो खिच्ने भएको अर्काको पो आइरहेको क्या भिडियोहरू चाहिँ अनि किन मेरो यो थाहै हान्दाखेरि एकदम यो हल्का त्यो झमझम गरेर जस्तो गर्छ क्या घुँडा जिम पनि यो कुन साइडको भन्दाखेरि देब्रे साइड म त्यही भएर मैले सुरुमा चाहिँ ह्याप्पी गरेँ त्यस पछाडि लाइट वेट हाने त्यही हो यो हानिसके पछाडि अब टाकटुक गरेर जाने बेला पनि हुन्छ भिडियोमा कोही गर्छ मान्छे जिममा तर यहीँ आउँदैन मान्छे एक्सर्साइज यतिमै अन्त्य भयो चाहिँ ठुलो छैन अलिअलि मात्र हो सानो चिकन लेग बनाउँदै हो ल द्याट्स इट फेरि एकचोटि गर त D1मा लाउन सो अलराइट गाइज जिम खत्तम भयो हाम्रो हो सो आज बिहानदेखि बेलुकासम्म यहाँ लखै हान्दैछ प्रभाले सो गाइज जिम सक्यो अब आजको भिडियो यति नै हुनेछ अलिअलि लामो पनि होला सो गाइज थ्याङ्क यू फर वाचिङ सी यु टुमोरो अगेन है त जहाँ चल्यो भने बनाउँछु यो भिडियो एडिट गरेर अहिले तुरुन्त हालिहाल्छु